हेलो भाइ नमस्ते। हामी फाइनली अब जनकपुरको लागि हामी जाँदैछौँ है। अब यहाँबाट 5 घन्टा समथिङ लाग्छ जनकपुरको लागि। हाम्रो मिस र म जनकपुरको लागि अब जाँदैछौँ। हामी हेटौडादेखि जनकपुरको लागि गाडी चढ्यौँ। अब चाहिँ हामी पूजाको सबै सामानहरू किनेर जानकी मन्दिरको गेटतिर लाग्यौँ। मान्छेहरू चाहिँ धेरै भिड छ आज। यहाँ देख्न सक्नुहुन्छ तपाईँहरूले। भित्र छिर्ने होला नि गेटबाट। यो अगाडि भएको चाहिँ जानकी मन्दिरको मेन गेट हो। फोटो खाइदिनु फाइनली हामी जनकपुर मन्दिरमा आइसकेका छौँ। अब चाहिँ हामी पूजाको लागि भित्र आएको छौँ। मान्छेहरू देख्न सक्नुहुन्छ आज जानकी मन्दिरमा धेरै भिड छ। मिस पनि मुस्कुराउँदै हुनुहुन्छ। आलो पाउन गाह्रो छ। यहाँ मिसले टिका लगाइदिँदै हुनुहुन्छ। के माग्नुभयो अब घरतिर सोध्नुपर्छ। यो चाहिँ म्युजियम, हामी भित्र म्युजियममा हो। म्युजियममा भएको तस्बिरहरू तपाईँहरूले देख्न सक्नुहुन्छ। यता साइडमा पनि टन्नै छ। यतातिर हामीले पूजा गरेर जानकी मन्दिरबाट अब अटो चढेर फर्किँदैछौँ। बाहिरको बाटोसम्म चाहिँ अटोमै जानुपर्छ। गर्मी पनि धेरै छ आज। यो मन्दिरको बाहिरपट्टि रहेको यो पोखरी हो। हामी चाहिँ बाहिरको रोडसम्म निस्किँदैछौँ। भिडभाड छ गाडीहरूको, अटोहरूको। गर्मी पनि त्यस्तै छ आज।